यदि तपाईहरुलाई आफ्नो आधार कार्ड अनलाइन डाउनलोड गर्नु छ भने त्यसको लागि तपाईहरु सुर्ताउनु पर्दैन। त्यसको लागि तपाईहरुले कुनै पनि क्याफेमा जानु पर्दैन। तपाईहरुले घरमै बसी आफ्नै मोबाइल फोनबाट तपाईहरुले आफ्नो आधार कार्ड सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरेपश्चात त्यो आधार कार्ड एउटा पीडीएफ फाइलमा ओपन हुन्छ। पीडीएफ फाइलमा एउटा पासवर्ड माग्छ। त्यो पासवर्ड के हो त त्यस विषय पनि म भन्नेछु र म तपाईहरुलाई लाइभ डाउनलोड गरेर छु। यो भिडियो तपाईहरुले सुरुदेखि लास्टसम्म हेर्नु होला। सबैभन्दा पहिला तपाईहरुले आफ्नो फोनमा गुगल क्रोम ओपन गर्नुहोस्। अनि बारमा गएर UIDAI लेख्नुहोस्। UDAI लेख्नुहोस् है, यहाँनिर छ। अनि यो आधार कार्डको होम पेज हो। यहाँ गएर तपाईले क्लिक गर्नुहोस्। अनि तपाईले यहाँनिर आफ्नो जरुरत अनुसार भाषा सिलेक्ट गर्नुहोस्। यहाँनिर मैले इंग्लिश गरे है। यसरी यस्तो प्रकारले ओपन भएपश्चात यहाँनिर तपाईले यो जुन गेट आधार छ है, त्यहाँदेखि तल जानुहोस्। यहाँनिर लेखिएको छ डाउनलोड आधार है। यो डाउनलोड आधारमा गएर तपाईले क्लिक गर्नुहोस्। यहाँ तपाईहरुले 2-3 वटा अप्सन दिएको छ। एनरोलमेन्ट आईडी नम्बरबाट चाहिँ म डाउनलोड गर्दैछु। यहाँ 14 वटा नम्बर है, यहाँ लगाउनु भन्दा चाहिँ 14 वटा नम्बर छ। अब त्यसपछि यहाँनिर हामीले यो क्याप्चा फिल गर्नुपर्छ। अब यो ओटीपी पठाइसकेको छ। यो रेजिस्टर्ड मोबाइल नम्बरमा ओटीपी आउँछ। म ओटीपी यहाँ लगाउने छु 87। अब म भेरिफाई इन डाउनलोडमा क्लिक गरेपछि अब यसरी यो आधार कार्ड डाउनलोड हुँदैछ। हेर्नुस् है त, अब डाउनलोड भयो। यहाँ डाउनलोड भयो। तपाई कहाँनिर डाउनलोड भयो भन्दा चाहिँ तपाईले यसलाई हेर्न सक्नुहुन्छ। यो 3 डट माथि छ, त्यो 3 डटमा तपाईले क्लिक गर्नुहोस्। अनि यहाँनिर डाउनलोडको अप्सन छ, डाउनलोडमा ओपन गर्नुहोस्। अनि यहाँनिर छ हेर्नुस् ई आधार भनेर छ, यहाँ तपाईले क्लिक गर्नुहोस्। अब यहाँ पासवर्ड माग्दैछ। अब तपाईलाई थाहा छैन पासवर्ड के हो भनेर, कसरी हाल्नुपर्ने, कुन चाहिँ पासवर्ड हो भनेर। पासवर्ड यहाँ तपाईले आफ्नो नाम हुन्छ है। सपोजको लागि मेरो नाम रहेको छ दिवस, DIWASH दिवस मान्नुहोस् है। अब यसको अगाडिको 4 वटा जुन लेटर रहेको छ DIWA, त्यो मात्रै हामीले यहाँनिर इन्ट्री गर्नुपर्छ। त्यो पनि क्यापिटल लेटरमा म गर्दैछु। DIWA 4टा भयो हो। अब त्यहाँदेखि उता आफ्नो डेट अफ इयर, कुन चाहिँ सालमा जन्मिनु भएको त्यो लगाउनु पर्छ। अब ओपन गर्नुहोस्। यस्तो प्रकारले तपाईको आधार कार्ड ओपन भइसकेको छ है। र यस्तो प्रकारले तपाईले पनि आफ्नो आधार कार्ड डाउनलोड गरेर यसरी ओपन गर्नु सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट एन्ड शेयर गरिदिनु होला। अनि यस्तै भिडियोहरु हेर्नुको लागि मेरो च्यानललाई तपाईहरुले सब्स्क्राइब गरिदिनु होला अनि फलो गरिदिनु होला। धन्यवाद।